गुरुजी नमस्कार। नमस्ते। मेरो पनि हात हेर्दिन न। पहिला दक्षिणा भेटी चढाउनुस् न। लिनुस्। गुरु 24 वर्ष पुगिसक्यो, आजसम्म कुनै पनि केटाले फर्केर हेर्दैन। राम्री छु, ट्यालेन्ट पनि छु, तर किन मलाई कसैले हेर्दैन? के खराबी छ ममा? तपाईमा त्यस्तो केही खराबी छैन। तपाईको जीवनमा राम्रो असल ह्यान्डसम केटा आउनेछ। कस्तो केटा गुरुजी? श्याम वर्णको छ, सुन्दर छ, मिलेको जुराल छ। त्यसलाई त मैले भेटिसकेको छु, तर त्यसले मलाई वास्तै गरेन। भेट्ने मात्र होइन, चाँडै नै अँगाल्ने छ तपाईलाई। कसरी? म तपाईलाई यो अक्षता मन्तरेर दिन्छु। यो तपाईले लगेर उसको जिउमा सुटुक्क छर्दिनु होला। ओके। त्यसपछि ऊ तपाईको अँगालोमा बाँधिनेछ। ये बाबु, हजुर। मेरो श्रीमतीलाई देख्यौ? देखिन मैले। मेरी प्यारी, कहाँ गए थे तिमी? कहाँ गए तिमी? पखो न पखो। ये मेरी रानी, पखो न पखो, कहाँ गए तिमी? मलाई छोडेर कहाँ भागेकी? पखो न पखो, मलाई छोडेर नजाऊ न। ए बुढा, च्याच्या र फ्याफ्या गर्दै कता दौडेको? पखो न पखो। फेरि पनि बिर्सिन्छ आज। ए बुढा, पख न पख। ये प्यारी, मलाई छोडेर नजाऊ न। पखो न पखो, कहाँ गए तिमी? फेरिमा भुलको बुढा, फेरि केटीको पछि लाग्यो होइन? पर्ख तिमीलाई। फेरिमा भुलको बुढा,